हेलो एभ्रिवान, सबैलाई स्वागत छ द हिमालयन इकोस पोडकास्ट अनि लभको ब्लगमा। राजनीतिक कुराहरू गर्नेवाला छौँ है। राजनीतिक कुरा गर्ने भन्दा फेरि कसैलाई माथि पुऱ्याएर कसैलाई मुनि झार्ने पनि होइन क्या। बजारमा चलिरहेको हल्लाहरू हामीले देखिरहेको कतिवटा कुराहरू चाहिँ हामी गर्नेछौँ। तपाईँहरू एउटै पार्टीको नि है? एकदम तपाईँहरूलाई एउटै मञ्चमा देख्छ क्या, एउटै पार्टीको एउटै मञ्चमा धेरैवटा प्रोग्रामतिर देख्छ है। तर बजारमा एउटा हल्ला छ क्या। तपाईँहरू त्यो मञ्चमा चाहिँ सँगै हुन्छ, तर मञ्चदेखि बाहिर गएपछि चाहिँ रुदेन गुट एउटा छ, रवि गुट एउटा छ है। रुदेन माथि पुगेको चाहिँ रविले हेर्नु चाहँदैन, रवि माथि पुगेको चाहिँ रुदेनले हेर्नु चाहँदैन। कतै त्यो रवि प्रधान हुनु हुँदैन भन्ने जुन चाहिँ गुट क्या, रुदेन दाजु तपाईँको गुट त होइन। राजनीति हो, जे पनि हुनसक्छ। तर एउटा प्रश्न छ क्या हो, डेभलपमेन्ट त गर्नु भएको छ है, तर जहिले पनि आउँछ नि विधानसभा इलेक्सन होस् है, या लोकसभा इलेक्सन होस् है, इलेक्सनमा चाहिँ किन चाहिँ म्युनिसिपालिटी हार्दैछ? के छ, के रिजन छ यसमा चाहिँ? म्युनिसिपालिटी इलेक्सन भएको छ अहिले, भएको छैन नि त अन्त। एउटा कुरा चाहिँ के हो भने, अब तपाईँले पञ्चायत इलेक्सन ल्याउनुमा ठुलो हात थियो, तपाईँले धेरैजनालाई उठाउनु पनि भयो, जिताउनु पनि भयो पञ्चायतमा, आफै पनि छन्। तर एउटा अचम्मको कुरा चाहिँ के, तपाईँकै बुथ चाहिँ हार्नु भयो क्या। त्यो चाहिँ के हो, किन के हो? यो यसलाई तिमीले सानो पाराले मात्रै सायद हेऱ्यो होला, म ठुलो पाराले हेर्छु। गौतम बुद्ध नि लुम्बिनीमा नेपालमा जन्मेको, अनि ओ ब्राह्मण परिवारको राजकुमार छोरा। ट्राइबलले मात्रै बेसी जस्तो बुद्धिस्ट माने बुद्धलाई, जुन प्रकारले स्वीकार्छ, टिबेटतिर स्वीकार्छ, नेपालीले त्यो तादादमा स्वीकारेन। तर हामी कौन छ मुला, हामी त 5 वर्षै पछि हात जोड्दा गर्ने त, न तपस्या छ न के छ। पानी नै पाएको छैन हौ, 5 दिन भयो पानी आएको छैन कालिम्पोङमा है। पानी के हो अरे, झन् यो म्युनिसिपालिटीले ह्यान्डओभर गरेपछि झन् खत्तम भयो भन्ने त्यहाँ हुन्छ। पोस्टहरू देख्छ, धेरैले छिटो पोस्ट गर्छ, पानी आएको छैन है कालिम्पोङमा, के भयो? तर किन आएको छैन पानी, के रिजनमा आएको छैन? अनि यो चाहिँ किन नआएको पानी, के रिजनमा चाहिँ नआएको सर? होइन हौ, यहाँ चाहिँ दुईवटा कुरा छ नि, स्कुल र कलेज भनेपछि स्टुडेन्ट भनेर सम्झिन्छ कि त्यही सम्झिरहेछ क्या हो। तर यो कलेजको स्टुडेन्ट भिन्दै हुन्छ, स्कुलको स्टुडेन्ट भिन्दै हुन्छ। अब हामी चाहिँ एउटा डिस्ट्रिब्युसनमा मात्रै पऱ्यो, डिस्ट्रिब्युसन नेटवर्कमा छ, त्यो पनि थोपेको भन्छु विभाग, नगरपालिकालाई भारी मात्रै सुपारी। मैले नै रिक्वेस्ट पनि गरेको, रविजी यो पानीको चाहिँ टाउनभित्रको चाहिँ तपाईँले लिनुपर्छ, तपाईँले लिइदिनुपर्छ, जिटिएले पनि तपाईँले सक्नुहुँदैछ। मैले जिटिएलाई पनि रिक्वेस्ट गरेको, किनभने प्रब्लम के थियो भन्दाखेरि नि, कालिम्पोङको पक्षमा बोल्ने हामी नेताहरू स्पष्ट राख्नु, गाडी पार्किङको समस्या छ क्या सर। अब कालिम्पोङकै गाडी पनि अटेको छैन है। बाहिर सिक्किमतिरबाट हेर्छु, यो 10 माइल लाइनतिर सामानहरू लिनु धेरै आउँछ नि त, त्यो सामान लिनु भने चाहिँ बिजनेस हुनु हो नि त हाम्रो आफ्नै। तर गाडी राख्ने जग्गा नभएर यहाँनिर बिचोक भइरहेको छ। अन्त फेरि यो 9 मिल्टीको स्ट्यान्ड हेर्छु, बन्ने कहिलेदेखि मै अब 9 मिल्टीको स्ट्यान्ड बनिन्छ भनेको कुनै कति वर्ष अगाडिदेखि बनिन्छ सुन्दै आएको। अहिले बनिँदैछ चाहिँ किन नभनेको, गरिँदैछ चाहिँ किन नभनेको? आजभन्दा अगाडि डलाग्दोहरू थियो त, अहिले गरिहाल्छु, त्यसले गरिहाल्छु। अनि पार्किङको निम्ति ठुल्ठुलो कुराहरू गर्नुहुन्छ, बनाउनु सक्ने गर्नु, उहाँहरूको दायित्व चाहिँ के थियो? कन्ट्रोभर्सी गर्नु मात्रै, गरेन भने उठाउनु मात्रै। कति जस्तो समय लाग्छ होला? अब हेर्नुहोस्, यो चाहिँ यस्तो हो, अब एक्जिक्युसन गर्ने जो एजेन्सी छ नि त, ऊ त मेरो मान्छे होइन, नगरपालिकाले टेन्डर गरेको होइन, जिटिएबाट पाएको होइन, उहाँले आफ्नो धेर थोर गरिरहेको छ नि त। हाम्रो दायित्व छ कमसेकम जिटिएलाई यो मौकामा यहीँबाट सम्बोधन गर्नुपर्छ। सायद हामी दुईजनालाई हेजिटेट पनि गर्नु हुँदैन, यहीँबाट अनिता थापा हाम्रो जिटीको चिफलाई यसरी पनि सायद एड्रेस गर्नुपर्छ यो मौका। सायद हामी यसो भन्छौँ, यहाँबाट अनित सरलाई भन्छौँ, जुन नै एजेन्सीले पनि त्यो काम गरेको होस्, कमसेकम अरूपट्टिको पेमेन्टलाई रोक्न सक्यो भने उक्त टाइमली भुक्तानी गऱ्यो भने सायद त्यो कामलाई टाइममा ह्यान्डओभर गर्न सक्छ। सरलाई हो महिलाको क्वेसन नसोधी त अब भएन। म्युनिसिपालिटी भन्ने बित्तिकै महिला, म्युनिसिपालिटी भन्ने बित्तिकै महिला हुन्छ नि है। अब यो डम त अहिले भालुखोपमा गर्दैछ नि, कोही बेला भालुखोपमा त्यहाँ आगो पनि लागिरहेको हुन्छ है। अब यो लङ लास्टिङ डम्पिङको लागि होइन, यो मैला कालिम्पोङबाट चाहिँ हटाउनुपर्छ। लङ लास्टिङको लागि के सोच्नु भएको छ तपाईँ, प्लानिङ के छ? होइन, प्लानिङ भन्दाखेरि हेर्नुहोस्, अब यो गार्बेज भन्ने कुरा चाहिँ वर्ल्ड वाइड यो एउटा ठुलो समस्या हो। हामीभन्दा कस्तो एडभान्स अब कन्ट्रीले पनि यो समस्याको 100% समाधान चाहिँ भएको छैन। अब लेखाइ र भनाइ र गाइडलाइन्स र यो चाहिँ मा चाहिँ सक्सेस छ होइन, तर प्र्याक्टिकली गर्दाखेरि धेरै गाह्रो छ यो कुराहरू। यो ठुलो च्यालेन्ज हो नि त। हामीले निकालेर वेस्ट प्रडक्ट हो, त्यसलाई जसलाई चाहिँ
एकदमै तिरस्कृत नजरले फ्याँकेको चिज हो नि त हामीले होइन यो चाहिँ हाम्रो घरको पाटै